यहाँनिर लु जाउँ भयो अब गयो सबैजना तेरो साउथ अफ्रिकाको बोयफ्रेन्ड देखाएको साउथ अफ्रिकाको बोयफ्रेन्ड बनाउने केटी चाहिँ है जस्तै अब यहाँको इन्डियन छ होइन इन्डियन जहाँ पनि त्यस्तै छ क्या अफ्रिकनहरू चाहिँ युरोप कन्ट्रीमा यस्तो बेसी फैलिएको बोल्न अब मलाई पुरा अल्छी लाग्यो उनीहरूसँग किनभने उनीहरू ट्रेडहरूको कुरा गर्दैछ त्यस्तो के पनि बुझ्दिनँ त्यही भएर म चाहिँ पुरा बुझ्छु बुझेर के भनिसक्यो भनेर आफ्नो ओपिनियन सबै राखिसक्यो भने अब चाहिँ अल्छी लाग्यो यिनीहरूले नबुझेर कुरा गएको याद छैन हो तर जान चाहिँ गएको हामी चाहिँ कहाँ गएको भनेर हामी चाहिँ खास चाहिँ उयो कहाँ पो जानु फर्स्टमा बनझ्याकको फर्स्टौँ भन्दैछ तर उहाँ अल्छी लाग्यो होइन अन्त हामीहरू चाहिँ अब रुमटेक गएको सायद हामी रुमटेक पुगेर तपाईँहरू बस्छु सायदमै छु तर किनभने प्लान चाहिँ रुमटेकै भएको थियो तर अब याद छैन कहाँ पुऱ्याउँछ तर रुमटेकै जस्तो लाग्यो कि भेटौँ बाई खै मात्रै यहाँ रुमटेक आएको अरे अमिर आदमीहरू डरे के मैले त मै पढेको स्कुलमै बिर्सेछु कहाँ हो कहाँ भयो नि मैले आउँदा त मै पढेको स्कुल चाहिँ नि मै बिर्सेछु ल बाटो चाहिँ कहाँ भयो कि हाँस्दै उदो भयो अहिले भर्खर देखिस्तो लागिदियो किन दादा खाना त पकौडा खाने मान्छेहरू चाहिँ उता पो जान्छ मिठो देखेँ होस् ल खोर्सानी के हो हामीले एक प्लेट भेज मोमो चल्दैछ मलाई त हेलो गाइस चल्दैछ मलाई हो झिरपाटीको सिजन साँच्ची मलाई त अस्ति उल्टी म चाहिँ खाँदैन काट्यो अस्ति ल्याइदिनु दिला भनेन मैले नानी नानी रहेछ तेल चाहिँ हेब्बी रहेछ त फेरि खान्छु त्यो पनि खायो त नि त कहाँ लजायो 2 प्लेट खाएर खानु फेरि यहाँ खानु अरेर अलिकति लजायो अलिकति लजाउने रहेछ खानुहोस् सिकिनुहोस् टिप्नुहोस् न कस्तो मजाले बनाएको रहेछ यहाँ तर मलाई मन पर्यो यो जग्गा म भनिदिन्छु हाई गाइस अहिले चाहिँ हामी रुमटेकको माथि के हो यो जग्गाको नाम रुमटेकै हो तर अलिक माथि छ जाडो जाडो भयो अझै त्यहाँ गएर राति बस्ने इच्छा लाग्छ हौ किन है के चाहिँ The history of the two लोटस बन भनेर चिन्थ्यो यसलाई चाहिँ इन्डियामा इन्डियामा इन्लाइटेन भएको टिबेटन हो चाहिँ खासमा चाहिँ को
को हो भन ऊ अन्डरमेट त्यो चाहिँ डोनेट गर्ने जो जसले बनायो नि अन्त भगवान् पो हुन्छु भयो भने त तिमीहरूले त अहिले मेरो खुट्टा पनि ढोक्दै गरेर गर्नुपर्छ भयो पढिसकिनस् आँखा देख्दैछस् कि बहिनी म पनि देख्दिनँ दुई 20 ब्याग सिमेन्ट र 2 मिनी ट्रक बलुवा दिएको रहेछ नागे 20 इन्डोनेसियाको मान्छेले डोनेट गरेको रहेछ हो यो 3.85 लाख कि कति चाहिँ हो त्यहाँदेखि कोकोहरू यहीँ वरिपरिकोहरू इन्डोनेसियाको मान्छेले डोनेट गरेछ बुद्धिस्टहरू छ नि त घुम्नु डोनेट गरेको जानु अब कस्तो पिसफुल जग्गा मेरो पनि त्यहाँबाट आइपुगेँ यहाँ बजार यहाँ लेखा त कस्तो भएको थियो अरे तल बोलाउँदै थियो यहाँ पछाडि चिन्दिनँ भनेर नि छोडिदिएको देउरालीसँग पनि 30 रुपियाँ दिनु अरे होइन झर्नु चाहिँ हामी सिसा गोलाइमा छोडिदियो फेरि होइन तलबाट 40 रुपियाँ गोटा हो देउरालीको भाडा दिने भए चाहिँ म लान्छु भन्यो हामी 5 जना थिएर घाट त्यसो गरेको अन्त 5 जना भाडा दिन्छ नि हामी सिसा गोलाइसँग गयो भने भोलि मर्निङ ड्युटी रहेछ मेरो त्यो पनि भन्छु नि देखाइनु भोलि मेरो चाहिँ मर्निङ ड्युटी पऱ्यो गाइस दिन छिटो तर म आज सोजु खाने भन् न तर म आज सोजु खान्छु गान्तोकतिर त बाटाहरूतिर राम्रो राम्रो कलेक्सन पनि अरू जग्गा चाहिँ हुँदैन त सिलगढीतिर त है तर देश अनुसारको भेष भनेको सुनेको देश अनुसारको भेष त्यही हो तैँले मन पराएनस् भने त एउटा मन पराउनु पर्यो अब एउटा मन पराउनु पर्यो होला त्यो गीत सेक्सन लाइसकिस् वाउ ब्युटिफुल जुम छिचिरो गरेर पर्ने नि अब दासिका मेरो भ्लगमा मेरो अनुहार देख्ने के कहाँ जाने अब कहाँबाट होटलबाट दिन्छ नि त इच्छा होला नि डार्क सर्कल्स मेरो भ्लगमा मेरै फोन अनुहार देखेन नि त